हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी प्युठानदेखि रोल्पा सुलिचौर हुँदै सातो बाटो जाँदैछौँ। यो चाहिँ रुनीबाङदेखि यो सुनिल स्मृति गाउँपालिका हो अनि हामी यही बाटो हुँदै रोल्पा रक गार्डन अनि भ्यू टावर घुम्नलाई जाँदैछौँ। हाम्रो टोली अगाडि चाहिँ भाइ बुहारी बाइकमा अनि पछाडि बहिनी ज्वाइँ अनि बिचमा नानी हामी। अनि यो आयो पेट्रोल पम्प, मैले नयाँ खोलेको पेट्रोल पम्प रहेछ, एकदमै राम्रो, सजिलो पनि भयो नि त बाटोमा पेट्रोल पम्प। अनि हामी यो मिजिङ भन्ने ठाउँमा आइपुग्यौँ है। अनि यहाँको भ्यू चाहिँ यस्तो राम्रो थियो कि कुरै छोड्नु, पुरा स्वर्ग आ जस्तो भयो। अनि हामी अहिले आइपुग्यौँ, कुन ठाउँ आइपुग्यौँ भनेपछि गजुल भन्ने ठाउँ हो कि क्या हो, राम्रोसँग बोर्ड पनि देखिएन। अनि हामी हेर्दै जाँदा हामी अहिले कायम लम्पुजा भन्ने ठाउँमा आइपुग्यौँ है साथीहरू। यस्तो रमाइलो भएको थियो घुम्दै जाँदा। अनि अहिले चाहिँ हामी रोल्पा नगरपालिकामा प्रवेश गऱ्यौँ। सुनिल स्मृति गाउँपालिकालाई कट गरेर रोल्पा नगरपालिकामा पर्छ। अनि यो लम्पुजा भन्ने ठाउँ रहेछ है। हामी चाहिँ एकछिन यहाँ रेस्ट गऱ्यौँ। अनि यहाँदेखि फेरि अझै थियो हामीलाई भ्यू टावर जानलाई। अनि हामी गयौँ यो चौरपानी भन्ने ठाउँ आयो। अनि यो चौरपानीबाट हामी अझै माथि लाकुरी भन्ने ठाउँ आयो। अनि त्यसपछि यस्तो रमाइलो दृश्य साथीहरू, कुरै छोड्नु। अब हामी यत्तिकैमा हाम्रो गन्तव्य स्थल पनि आइपुग्न आँटिसक्यो। अनि हामी चाहिँ यो आयौँ सातो बाटो भन्ने ठाउँमा। रुगा पनि लागिरहेको छ साथीहरू, बोली चाहिँ कस्तो आइरहेको मेरो, इग्नोर गर्नु है। अनि हामी चाहिँ यहाँदेखि केही खानेकुरा लिएर जाने भनेर हामी एकछिन यहीँ अलमल गऱ्यौँ। अनि यो होटल चाहिँ के एलिसा खाजाघर भन्ने ठाउँबाट हामीले नास्ता लिएर हामी चाहिँ फेरि रक गार्डन भ्यू टावरतिर लाग्यौँ। यस्तो बहनी त्यहाँको चिसोले घाँटी कुरै छोड्नु भएछ बर्गरको बेलामा। अनि हेर्नु नयाँ बाटोमा कति मजाले प्रायः खुसी भएर यहाँको मान्छेहरू हेर्नु घाँस लिएर आइरहेको। अनि त्यसपछि हामी यत्तिकैमा हामी त्यहाँ पुग्ने बेलामा त यस्तो रमाइलो चिसो हावापानी यस्तो रमाइलो थियो। हामी यत्तिकैमा हामी रक गार्डनमा ढुङ्गे बगैँचा भन्ने ठाउँमा पनि आइपुग्यौँ साथीहरू। अनि त्यसपछि हामी यहीँ बाइकलाई पार्किङ गरेर अनि हामी त्यहाँ चाहिँ भित्र पस्यौँ, रक गार्डनभित्र टिकट काटेर। अनि त्यसपछि हामीले लिएर गएको खानेकुराहरू खाने भनेर हामी अब शान्त आनन्दको वातावरण खोजी गयौँ। यत्तिकैमा हाम्रो खानेकुराहरू पनि सब हामीले रेडी बनायौँ लिएर गएको जति। अनि त्यसपछि हामीले रमाइलो गर्दै चिज गर्दै खाना थाल्यौँ साथीहरू। यो चाहिँ हाम्रो कोल्ड ड्रिङ्क्स, अनि त्यसपछि रोस्ट, अनि त्यसपछि मोमो। अनि हामीले खाँदै रमाइलो गऱ्यौँ। अनि यतिकैमा हामी माथि भ्यू टावर गयौँ। भ्यू टावरमा हामी यतिकै घुम्दा फिर्दा गर्दा हेर्नु एक्कासी पानी पर्यो। अनि त्यसपछि पानी परेपछि हामी त्यो भ्यू टावरबाट ओर्लेर तल झऱ्यौँ। अनि पानी त साथीहरू यति ठुलो पानी पऱ्यो एकैछिनमा। अनि पानी पर्दै पनि अब के गर्नु, रमाइलो त गर्नै पर्यो साथीहरू। रमाइलो गर्ने भनेर हिँडिसकेपछि त अनि त्यसपछि नाचगान गऱ्यौँ एकछिन हामी। अनि उताबाट हेर्नु न एकजना दिदी हामी नाचेको देखेर रमाइलो मानेर नाच्न आउनुभएको। ऊ दिदी चाहिँ खै कहाँको त हामीलाई थाहा भएन, तर हामी रमाइलो गरेको देखेर रमाइलो गर्ने मान्छेलाई त जहाँ पनि रमाइलो लाग्छ नि है साथीहरू। अनि त्यसपछि ऊ दिदी पनि हामीसँगै नाच्छु भन्दै आएर रमाइलो नाच्नुभयो। अनि त्यसपछि हामी एकछिन रमाइलो गऱ्यौँ। अनि एकछिन रमाइलो गर्दै जाँदा मजाले नाच्यौँ। पानी पनि अलि बिदाएर पुरै कुहिरो लाग्यो। त्यसपछि हामी फर्क्यौँ साथीहरू। अब साँझ पनि पर्न आँटिसकेको थियो। अनि सातो बाटोबाट हामी फर्किसक्यौँ रमाइलो गर्दै। अनि त्यसपछि साथीहरू यस्तो रमाइलो भयो पुरै छोड्नु। अनि हामी एकछिन त्यहाँ माथि सातो बाटोदेखि अहिले तल आएर पुरा यहाँको भ्यूहरू हेर्नु न साथीहरू कस्तो छ। तपाईँहरू पनि एकचोटि अवश्य जानु होला। अहिलेको यो वातावरणमा सातो बाटो एकदमै रमाइलो छ साथीहरू। तर बिचमा बाटोमा हेर्नु न बाख्रा कुकुर
कुकुरले त हामीलाई झन्नै लडाएन पनि साथीहरू। मैले अहिले सबिता पनि मुटु कापिरहेको छ। अनि त्यसपछि हेर्नु न यस्तो दामी भ्यू देखिरहेको थियो त्यहाँदेखि। ओ माई गड कुरै नगर्नु। त्यसपछि हामी आउँदै गर्दा बाटोमा युद्धभूमि पनि भयो। अनि यो पेट्रोल पम्पमै अघि जाँदा पनि खिचेको थिएँ मैले, मलाई मन परेन, मैले आउँदा पनि खिचेँ। अहिले नयाँ गरेको रहेछ। पहिला पेट्रोल गर्न साह्रै गाह्रो हुन्थ्यो, अहिले चाहिँ हाम्रो बहिनीको चाहिँ बाइकको पेट्रोल पनि भ्याइएछ। अनि पेट्रोल हाल्न गए उनीहरू चाहिँ, हामी चाहिँ यहाँ एकछिन गऱ्यौँ। अनि बाटो बन्दै रहेछ साथीहरू, बिचबिचमा बाटो निर्माण कार्य पनि भइरहेको रहेछ। यो सुनिल स्मृति गाउँपालिका साथीहरू। हामी चाहिँ अब लगभग फर्किसक्यौँ है त्यो पारी गाउँमा। हेर्नुहोस् न साथीहरू। ल हामी लास्टमा हामी चिसो खाएर उखुको जुस खाएर मनोरञ्जन गऱ्यौँ। लास्टमा थकाइ टाइम